हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग्स। सो गाइज आज चाहिँ हाम्रो साथमा हुनुहुन्छ बाँदर। ओइ मङ्की बाँदर यहाँ छ। बाँदर हेर्दैछ है। आम्मा कस्तो हेर्दैछ यार। टोक्दैन नि बुवा? टोक्छ? छेउमा गयो भने टोक्छ? ए र म चाहिँ यहाँ पशुपतिबाट भर्खर घुमेर निक्लेको। के छ अनि बुवाको घर कता? यतै हो? हजुर यहीँ बस्नुहुन्छ? ए गौरीघाट बस्नुहुन्छ? ए अनि आरामै हुनुहुन्छ नि बुवा? ए यहाँ त एकदमै बाँदरहरू कति धेरै हुँदो रहेछ होइन? बाँदरहरू यो पशुपति एरियामा क्या बच्चाहरू यतातिर छ। हाम्रो चाहिँ झापा हो। म चाहिँ झापा सुरुङ्गाबाट आएको। हजुर यसो यहाँ भर्खर यता घुमेर निक्लेको। यहाँ छन् दुईटा बाँदर र बाँदरनी। गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ होइन? कस्तो हेर्दैछ यार। गयो है गयो। ओइ टोक्छ है क्या हो? बच्चा पनि छ यता। उता जाँदैछ है। गाइज म यहाँ घुमेर बाहिर निक्लेर बसिरहेको होइन। यहाँको मौसम आज पनि चिल छ। कस्तो हेर्दैछ हेर्नुहोस् गाइज। र यता चाहिँ यहाँ गौचरणले चाहिँ यो साँडेहरू पालेको रहेछ कि यहाँनिर तल गोरुहरू छ। साँडे गोरुहरू कस्तो हाम्रो यो बुल। र म यता यहाँ बसिरहेको अवस्था होइन। यहाँ तल गौचरण जस्तो छ। यसो हेर्दाखेरि के छ अनि गाइज? सन्चै हुन्छ सबैजना? म पनि एकदमै ठिकै छु होइन? सबै ठिकै छ गाइज। बाँदरले यहाँ टोक्छ अरे होइन? त्यही भएर चाहिँ यो कता निक्लिने हो। र म निस्किँदैछु बाहिर। र मैले चाहिँ होइन अब हाम्रो उहाँ काकी घर त विदेश जाँदै हुन्छ नि त कुवेत। अनि उहाँ काका र काकी अनि हाम्रो भाइलाई भेटेर म आएको भर्खरै। गाइज बाँदरले हेरौँ है हेरौँ। बाँदरले त्यहाँ घेरो है। र गाइज होइन अब म यता बाहिर निस्किँदैछु। के छ यार ब्राइटनेस बनाउँ होइन? म हिँडिरहेको अवस्था। अब यहाँबाट निक्लेर होइन म बौद्ध जानुपर्ने हुन्छ। अनि बौद्धमा घुमेर त्यसपछि म फर्केर यो रातो पुलतिर आउँछु गाइज। रमाइलो भइरहेको छ गाइज होइन? अब म अलिक दिन बस्छु केटिएम। त्यस पछाडि म पोखरा जान्छु। सबैजनाले हेर्दै गर्नु होला भिडियो चाहिँ। आज केटाहरू चाहिँ आएन किनकि होइन अब आज म फ्री थिएँ। केटाहरू अफिसतिर गइरहेछ क्या।
आज चाहिँ म एक्लै छु। त यहाँ भित्र चाहिँ पार्क कस्तो रहेछ हैन, दामी रहेछ गाइस। हल्का अब ब्राइटनेस बढाउनु पर्ने अवस्था हैन, र म ब्राइटनेस बढाइसकेँ। ए हस् हुन्छ। आज पानी नपरेर स्टेडियममा एकदम गर्मी भइरहेको अवस्था है। पानी परेको छैन क्या, त्यही भएर चाहिँ गर्मी जस्तो भइरहेको छ। अनि सबैजना सन्चै हुन्छ त। यो यार मेरो भिडियो पनि अलिक सबैजनाले सेयर गर्नु पर्यो क्या, सेयर केटा हो पुगेन नि त। र अब बेलुकातिर हैन, अब म बौद्ध जाँदैछु। बौद्ध जाने प्लान छ हैन। अब हामी सब केटाहरू सबैजना हैन बौद्ध जान्छौँ। त्यस पछाडि अनि भरे चाहिँ अब राति आउने क्या। र यो भिडियो चाहिँ हैन यति नै म बनाउँछु। अब म बाहिर निक्लिन लागेको। ओके, बाई बाई गाइज, टेक केयर। सबैजना आफ्नो केयर गर्नु होला है। र मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला। म अब अलिक दिनको लागि चाहिँ टुरमै छु। ओके, बाई बाई गाइज, टेक केयर।